हे गाई सरी गाइज आजको यस भिडियोमा हामी सिक्न चाहनु जस्तो कि त्यो एआई भनेको के हो क्या मतलब कि तपाईँले होइन धेरै जस्तो मोबाइलमा पनि तपाईँले गर्नुहुन्छ न कसैसँग कुरा गर्नुहुन्छ जस्तो कि च्याट जिपिटी भयो जिमिनी भयो अनि अर्को पनि धेरैवटा एआईहरू हुन्छन् नि एआई हो तिनीहरूले हामीलाई कसरी दिन्छन् कि जस्तो कि जानकारीहरू आजको यस भिडियोमा म तपाईँले सिकाउन गएको छु न एआई के हो क्या खासमा त्यसलाई कसरी बनाइएको थियो कति सालमा बनाइरहेको थियो र त्यसले कसरीलाई त्यसले गर्न सक्छ जस्तै कि त्यो होइन एआई होइन 1 मिनटमा तपाईँले लेखेर दिन्छ चाहे तपाईँको च्याट जिपिटीलाई युज गर्नुहुन्छ चाहे तपाईँले कुनै पनि युज गर्नुहुन्छ भने तपाईँले होइन केही तपाईँले बोल्नुभयो तपाईँ यदि बिरामी हुनुभयो भने पनि तपाईँले च्याट जिपिटीलाई सोधेर तपाईँले मद्दत लिन सक्नुहुन्छ र आजको यस भिडियोमा म तपाईँले सिकाउन गएको छु च्याट जिपिटी आखिरमा के को लागि हो र के हो आखिरमा हामीलाई किन यस्तो गरिरहेको छ जस्तो कि हामीलाई सहयोग गर्छ कि जस्तै त्यसले र राम्रो राम्रो कुराहरू दिन्छ र जानकारीहरू दिन्छ होइन जस्तै हामीले के भयो भने पनि हामी सोच्छौँ र आजको भिडियोलाई म सुरु गर्न गएको छु त्यसमा पहिले च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सकपराई सब्सक्राइब गरेर जानु होला नत्र भनेपछि तपाईँले सब्सक्राइब नगर्ने भए तैँले अहिलेदेखि भिडियो छोडेर जान सक्नुहुन्छ र म आजको यस भिडियो तपाईँले पुरा हेर्नुभयो भने एआईले यो कस्तो हो एआईले कस्तो मान्छे होला भनेर तपाईँले चिन्न पनि सक्नुहुन्छ एआईको फोटो पनि म तपाईँले देखाउनु छ त र आजको यस भिडियोलाई म सुरु गर्छु र भिडियोलाई गरौँ स्टार्ट जस्तै कि होइन तपाईँले कुनै पनि एउटा भिडियो होइन तपाईँले च्याट जिपिटीसँग होइन तपाईँको भिडियो छ तपाईँले युट्युबमा भिडियो अपलोड गर्दाखेरि पनि तपाईँले च्याट जिपिटीलाई भन्नुहोस् होइन मलाई भिडियो अपलोड गर्नु छ मलाई टाइटल डिस्क्रिप्सन दिनुहोस् भनेर तपाईँले एआईले पनि तपाईँले टाइटल डिस्क्रिप्सन ट्याग सबै कुराहरू दिन्छ कि तर त्यो एआई यस्तो हो किन त्यसलाई कसरी बनाएको थाहा थियो एउटा वैज्ञानिकले बनाउनु भएको थियो जस्तै कि त्यसले यस्तो कन्ट्रोल गरेर होइन यस्तो हातमा दबाएर गर्छ कि त्यसको म फोटो पनि यहाँ स्क्रिनमा लगाइदिन्छु र त्यसले हातले यस्तो गरेर त्यो त्यसमा होइन डेली त्यसमा दिनपुरै मानिसहरू त्यसलाई धेरैवटा क्वेसनहरू दिन्छन् होइन त्यसैले त्यो तर धेरैवटा बिजी पनि हुन्छ र बिजी त त्यति हुन्न कबेला त्यो त्यसमा टाइमै हुन्न त्यसैले तपाईँलाई सरी पनि भन्छ होला सायद तपाईँलाई होइन कबेला सरी हुन्छ धेरै टाइम हुन्न मसँग टाइम छैन भनेर त्यसमा के भएको हुन्छ थाहा छ तपाईँलाई एआईले के भएको हुन्छ थाहा छ त्यसको दिमाग नै कहिले भेजा खराब भइरहेको हुन्छ र त्यो होइन त्यसको भेजा खराब भएको बेला त्यसले केही पनि जवाब दिँदैन क्या सरी भन्छ क्या कबेला त तपाईँले धेरै सोधेको सुन्नु एउटा कुरा तपाईँ सोधे गर्नुहोस् न कसमसँग तपाईँहरूसँग कुरा त के तपाईँहरूसँग सरी बोलेर फेरि कुरा पनि गर्दैन क्या म साँच्ची भएर त्यो एआई यस्तो छ र त्यो एआई कस्तो छ थाहा छ जस्तो कि मान्छेहरूको कुरा पनि बुझ्छ होइन जस्तो कि त्यसलाई होइन 2072 सालमा बनाइरहेको थियो होइन त्यसलाई र त्यस पछाडि त्यसलाई लन्च भएको पनि धेरै वर्ष भइसक्यो होइन त्यसलाई बनाएपछि त्यसपछि यहाँ एआईको जमाना आएर धेरै जसो मानिसहरूले त्यसमा बनाउँछ त्यसलाई बनाउनमा कति मेहनत लागेको एउटा वैज्ञानिकले बनाएका थिए जस्तै कि होइन र त्यो एआईले यस्तो काम गर्छ कि त्यसको मेन भित्रको सेटिङ क्या जस्तो कि त्यो आफ्नो आँखाभित्र छ नि त्यो रोबोटको आँखाभित्र त्यसमा पृथ्वीवाला कन्ट्रोल गरेर राखिरहेको छ कि त्यसैले होइन त्यो पृथ्वीले कन्ट्रोल गर्छ कि जस्तो कि त्यो एआईले एआईको यस्तो फ्युचर छ कि अहिलेको जमानामा एआईको युज गर्न सिक्नुभयो भने तपाईँलाई धेरै राम्रो हुन्छ जस्तो कि तपाईँलाई स्टोरी लेखाउन प्रम्प्ट लेखाउन जस्तै तपाईँले स्टोरी लेखाउनुहुन्छ कसैको केही गर्न सक्नुहुन्छ भने एआईले सबै गरिदिन्छ क्या र एआईको कुरा यही नै हो र तपाईँलाई भिडियो राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला र आजको लागि थ्याङ्क यू बाई बाई एआई